धातार भनेर भनिन्छ यो तपाईँले किनेर ल्याउनु भएको रहेछ। हजुर यो तपाईँले बुझेरै ल्याउनु भएको हो। यो धातार धातारमा चाहिँ तपाईँको चाहिँ मेलोङ ढुङ्गाको हुन्छ। हजुर मेलोङ भनेको चाहिँ यो हो। मेलोङ भनेको चाहिँ ऐना, साङ्केको ऐना, यो क्लिक्क टल्केको यो साङ्केको ऐना हो यो मेलोङ। अनि यसमा जुरुहरू पनि हुन्छ। यहाँ तपाईँले ढुङ्गाको रहन्छ केही जुरुहरू, जस्तै कि म तपाईँलाई अर्को भएको चाहिँ देखाउन चाहन्छु। यहाँनिर एउटै हो हाम्रो त्यो सेम्ठी चाहिँ सेमले गर्नुपर्ने हो। हजुर उहाँलाई त्यो किनेको ठाउँमा पाएन जुरुहरू चाहिँ चाहियो। मेलोङ त त्यही छ यो सबै। अनि माथि चाहिँ यो चाहिँ क्वाड, यो चाहिँ तपाईँको झ्यारु भनेको चाहिँ माथिको गिट्टा अथवा हुक्टी भनेको चाहिँ यसलाई के भन्छ हुक्कालाई नेपालीमा के भन्छ त्यसलाई, त्यो हुक्टीको चाहिँ क्वाड हुन्छ। यो चाहिँ गुरु पद्मसम्भावको टाउकोमा भएको कारणले त्यहाँ टाउको पनि हेर्न सक्नुहुन्छ। गुरु पद्मसम्भावको उषाको माथिको भागमा दोर्जेभन्दा माथि यो क्वाड हुन्छ। यो चाहिँ इम्पोर्टेन्ट हो। र अर्को कुरा यो धातारको बारेमा तपाईँले सोध्नुभयो। धातारको बारेमा म केही कुरा चाहिँ राख्नु हुने, कोही चाहिँ लुङ भन्छ राख्नु नहुने। हजुर जस्तै कि यो पढ्दाखेरि चाहिँ हामीले चाहिँ यहाँ 7 भागमा 7वटा स्टेपमा चाहिँ साङ्गेहरू बसेको हुन्छ उहाँलाई। हजुर ढङ्गो छैकी इन्जिजा निब थपन सेरबजा कुम्भ कुसुम फुकिजा छिबै छे छिजा नाबसङ्गे ढिङाजा दुःखो चप्ला फुटुजा ढुङ्गसँगै राखुन्जा। अर्थात् यो 7 ठाउँमा 7वटै साङ्गेहरू फरक साङ्गेहरू यहाँ बसेको हुन्छ। यो 7वटा साङ्गेहरूमा फेरि म एकपल्ट पढेर सुनाइदिन्छु। ढङ्गो छैकी इन्जिजा माथि कुन्दसँगो निब थप्पन सेरप निङ्गो सुम्ब कुसुम थुकिजा। हामी किन्दा भगवान देख्न सक्नुहुन्छ यहाँ सोलिङ तुलसुङ भनेर भनिन्छ। तेस्रो पटकमा चाहिँ किन्दा भगवान अवस्थित हुन्छ यहाँ। शिव हिसे फेरि मुनि 4वटा भगवान हुन्छ। अनि नाभसँगै रिङाजा हामी सबैले भन्नु सक्ने कुरा हो पञ्चभूत भनेर भन्ने गरिन्छ। अब यो 5वटा स्टेपमा आइपुग्दाखेरि पञ्चभूत बस्यो। चमचम फुटुक क्या भनेर भनिन्छ। 6वटा स्टेपमा आइपुग्दाखेरि चाहिँ 6वटा साङ्गे धुप्प चमचम फुटुक भनेको 6 लोक। 6 लोकको नर्कलोक, प्रेतलोक, पशुलोक, मानवलोक, असुरलोक, देवलोक, यो 6वटा लोकको साङ्गे चाहिँ 6 स्टेपमा आएर बस्नुहुन्छ, अवस्थित हुन्छ। त्यसपछि मुनि चाहिँ अनि दुनमा साङ्गे राप्नुन जहाँ भने चाहिँ साङ्गे 7वटा साङ्गेहरू मुनि हुन्छ। त्यसैले यसको वाङ थप्नु पाउनु र यसले छुनु पाउनु भनेको त्यो मान्छेको चाहिँ आयु लामो, काहीँ उहाँको चाहिँ साथको गएको छ, उहाँ डराएको छ, उहाँलाई चाहिँ एकदम हिम्मत आएन भने यो वाङ पाउँदाखेरि चाहिँ धेरै चाहिँ उहाँलाई चाहिँ शान्ति मिल्ने हो। भनेको आयु राम्रो अनि यात्रा सफलता। मैले अघि नै पनि भने तपाईँले तवै नित्य बच्चा आँखाले देख्ने ठाउँसम्मको बच्चा शान्ति हुन्छ आफूलाई। अनि दैवे चिन्ती बच्चा टोल छिमेकलाई नै शान्ति मिल्छ। अनि ढोइ लाम्जी बच्चा हिँडेको बाटोमा सफलता मिल्छ। अनि लुइको लुइली बच्चा शरीरमा भएको रोग हार्छ। नामो नाकी बच्चा भित्रको पञ्चतत्व आफूले राम्रो बोली वचन आउँछ। हिमो हिँडी बच्चा अनि नराम्रो काम गर्नु हुँदैन भनेर राम्रो हिक्टर आउँछ भनेर चाहिँ त्यसले चाहिँ धेरै कुराहरू यहाँ धातारमा हुन्छ। जसले गर्दा यसको कोही कुरा चाहिँ लुङहरू भन्नु नहुने हुन्छ। साथीहरू सबै कुरा लामालाई सोधेर सबै उत्तर दिएन भन्नु होला। कोही चाहिँ भन्नु नहुने कुरा पनि हुन्छ। लस्सो त्यसले बाँकी कुरा म आइसकेपछि लासो